नमस्ते सबैजनालाई। आज चाहिँ मैले बनाउँदैछु अन्डा करी। हजुरहरूले कसरी बनाउनुहुन्छ आफ्नो आइडिया पनि सेयर गर्नुहोला। मैले चाहिँ अन्डालाई फ्राई गरिसके पछाडि अब जिरा मेथी नपड्काइकन त मलाई चित्तै बुझ्दैन। अनि त्यस पछाडि यसरी प्याज ओरेर मजाले प्याजलाई पनि चलाइ यसलाई पनि ब्राउन हुने बेलसम्म भुटेँ। अब चाहिँ मैले अघि थिचेर राखेको लसुनको पेस्ट पनि हालेँ। अब यो लसुनको पेस्ट मैले सुरुमै हाले पछाडि चाहिँ मजाको स्मेल आउँछ, त्यो काँचो स्मेल आउँदैन भनेर म चाहिँ यस्तै गर्छु। अनि मैले यसमा काटेर राखेको टमाटर पनि हालेर मजाले यसमा मिक्स गरेँ। अब चाहिँ मैले यसलाई यसरी चलाइ राख्छु। एकछिनसम्म चलाइसके पछाडि अब यसलाई मैले गल्नको लागि भनेर छोडिदिन्छु। ल यसरी छोपेर राखेपछि यो यतिको भयो। अनि यसमा मैले हालेँ अब बेसारपछि अब स्वादअनुसार नुन पनि राख्ने। अनि राख्दैछु म जिरा धनिया पाउडर। अनि अब अलिकति पिरो रातो खुर्सानी नहालिकन त हुँदैन। त्यस पछाडि राख्दैछु म सेन्चुरीको मिट मसला। अब सबै मरमसला हालिसके पछाडि यसरी मजाले चलाउँदै म चाहिँ यसलाई बिस्तारै खुडखाड गर्दैछु। लाइन नभएको कारणले मैले चाहिँ आज मिक्सीमा ग्राइन्ड गरिनँ यो टमाटरलाई। हजुरहरूले चाहिँ मिक्सीमा ग्राइन्ड गरेर हाल्नुभयो भने ग्रेभी चाहिँ एकदम राम्रो बन्नेछ। अब मैले अघि उसिनेर छिलेर अनि काटेर राखेको आलु एड गर्दैछु। यो आलुलाई यसरी हालेर मजाले ग्रेभीमा मिक्स गरिसके अब यो आलुलाई मैले हेर्दै चलाउँदै गर्दा त मेरो मुखमा पानी नै आयो। अनि निकालेर अलिकति चाखी पनि हालेँ। यस्तो मिठो भएको थियो हेर्नुहोस् साथीहरू, मलाई चाहिँ एकदमै मिठो लाग्यो आज। अनि पानी पनि अलिकति एड गरेँ। अब पानी हालिसके पछाडि चाहिँ अघि फ्राई गरेर राखेको अन्डालाई पनि मिक्स गरेँ। अब चाहिँ यसलाई म मिडियम फ्लेममा बोइल हुनको लागि छोडिदिन्छु। ल हेर्नुहोस् त, अब हाम्रो करी चाहिँ रेडी भइसकेको छ। अब यसलाई म एउटा भाँडामा हालेर हजुरहरूलाई देखाउने छु। ल हेर्नुहोस् कति मिठो, कति हेर्दैखेरि यति डेलिसियस देखिरहेको छ, खाँदा झन् कति मिठो भएको थियो।